आज हामी युनिट 3 अन्तर्गत परम्युटेसन, कम्बिनेसन र बाइनोमियल एक्सपान्सन को बारेमा छलफल गर्ने क्रममा परम्युटेसन पनि अगाडि छलफल भयो, कम्बिनेसन पनि भयो र बाइनोमियल यो चाहिँ हाम्रो अल्टरनेटमा आउँछ। परम्युटेसन वा कम्बिनेसन सोधेर त्यसको अल्टरमा चाहिँ बाइनोमियल आउँछ। त्यसैले यो चाहिँ हाम्रो एकदम चान्सको कुरा छ है। अब हामीले यसको लागि के गर्नुपर्छ भने बाइनोमियल थ्योरम चाहिँ कस्तो भनेको यस्तो फर्ममा हुन्छ है, a प्लस x पावर n बाइनोमियल थ्योरम चाहिँ। अब यसको एक्सपान्सन चाहिँ कसरी गर्ने भन्दाखेरि जस्तै हेरौँ है त, यहाँ यो nc भनेको कम्बिनेसन nc0 a पावर n, यहाँ x हुँदैन, अनि nc1 a पावर यो घटाउने n माइनस 1 अनि x को पावर 1। यसको यो स्ट्रक्चर चाहिँ ख्याल गर्नु पर्यो। nc2 भयो भने अगाडिको a को पावर n माइनस 2 x को पावर 2। यो अब हुँदै जान्छ है, यो बढ्दै बढ्दै जान्छ अनि अन्तिममा ncr, r भनेको अब जस्तो 10औं पद, 12औं पद, 13औं पद, 20औं पद, यसरी यस्तो भयो भने a को पावर n माइनस r x को पावर r। अब यो बढ्दै बढ्दै गयो, फाइनलीमा यो r पनि n पुग्यो भने ncn, अनि त्यस पछाडि हाम्रो a चाहिँ हराउँछ, x को पावर n हुन्छ। यहाँनिर x देखा पर्दैन, लास्ट टर्म देखा पर्दैन, लास्टमा फर्स्ट टर्म देखा पर्दैन। यो चाहिँ हाम्रो फर्मुलामा त्यसै नै आउँछ नि त हैन। अब हाम्रो यो टर्महरु चाहिँ कसरी ध्यान दिनुपर्छ भने नि, जस्तो यहाँनिर हेर्नु त, अनि यो जानिसकेपछि सबै यो यही टर्मबाट काम हुन्छ यसको। जस्तो इन्डिपेन्डेन्ट x इन्डिपेन्डेन्ट सोध्छ, मिडल टर्म सोध्छ, 6 टर्म 7 टर्म सबै यसैबाट हुन्छ है। अब t भनेको टर्म जस्तो हेरौँ है त, यसको फर्स्ट टर्म भनेको यो भयो nc0 a को पावर n। अब यसको सेकेन्ड टर्म भनेको यो भयो nc1 a पावर n माइनस 1 x पावर 1। अब थर्ड टर्म भनेको उयो भयो है, nc2 a पावर n माइनस 2 x को पावर 2। अब यो यसरी नै बढ्दै बढ्दै जाँदाखेरि यहाँ के हुन्छ भने नि, यहाँ एउटा स्ट्रक्चर छ है, t1 यहाँ 0, t2 1, t3 2 छ। यसलाई हामीले r मान्छौं। t1 को लागि r 0 हुनुहुन्छ, t2 मा r 1 हुन्छ, यो 1 हुन्छ, t3 मा r चाहिँ 2 हुन्छ। अब त्यस्तै बढ्दै जाने हो भने यसलाई हामीले के छौं, r प्लस 1 लेख्यौं है। लेखियो भने ncr a पावर n माइनस r x पावर r हुन्छ क्या। यो r प्लस 1 लेख्नु, जस्तै यो 3 भनेको 1 2 प्लस 1 हो नि त, 2 भनेको 1 प्लस 1 हो। त्यस्तै किसिमले r प्लस 1 लेखियो भने यो r चाहिँ यहाँ आउँछ, यो r चाहिँ 1 घटेर आउँछ नि त, अनि यो r चाहिँ यहाँ आउँछ ncr टाइम्स a पावर n माइनस r टाइम्स x पावर r। यो चाहिँ यसको स्ट्रक्चर भयो। यसलाई चाहिँ कोइफिसिएन्ट भन्छ, यसलाई चाहिँ हाम्रो ncr लाई चाहिँ कोइफिसिएन्ट भन्छ। हामीले यो फर्मुलाबाट सबै मिल्छ। जस्तै हामीलाई एकछिनलाई मानौं, हामीलाई फिफ्थ टर्म चाहिँ वाट गर्यो, फिफ्थ टर्म भनेको t5 इक्वल टु वाट गर्यो भने यसलाई के गर्नुपर्छ, t5 भनेको 4 प्लस 1 गर्नु पर्यो, r भनेको 4 राख्नु पर्यो। जस्तै हामीलाई 10 टर्म भन्यो है, 10 टर्म भन्यो भने यसको अर्थ t10 हो, अनि यसलाई के गर्नुपर्छ, t9 प्लस 1, r भनेको 9 हो। अनि त्यस्तै हामीलाई मानौं न 20 टर्म निकाल्नु पर्यो, 20औं पद हो भने t19 प्लस 1, यो भनेको r भयो। यसरी त्यसले जति भन्छ त्यसलाई चाहिँ एकमा त्यो के गर्नुपर्छ, घटाउनु पर्यो। जस्तो 10 भयो भने 10 माइनस 1 भनेको 9 भनेपछि 9 प्लस 1, 20 भनेपछि 20 माइनस 1 भनेको 19 प्लस 1। यसरी गरेर यसलाई ब्रेक डाउन गर्नु पर्यो,
अनि यो चाहिँ यसको आर हुन्छ क्या यसलाई आर मानेपछि ठ्याक्कै मिल्छ यो फर्मुलाले सबै मिलाउँछ मिडल टर्म पनि यसैबाट मिल्छ 6 टर्म 5 टर्म 8 टर्म पनि मिल्छ इन्डिपेन्डेन्ट अफ एक्स सबै नै मिल्छ अब मैले एउटा आफै क्वेसन बनाएँ जस्तो फाइन्ड 6 टर्म इन द एक्सपान्सन अफ x स्क्वायर माइनस 1 बाई 2x पावर 17 अबले सबैभन्दा पहिला चाहिँ के हुन्छ कम्पेयरिङ गर्नुपर्छ है डाइरेक्ट पनि गर्न पाइन्छ तर आफूलाई कन्फ्युजन हुन्छ कम्पेयरिङ विथ केसँग कम्पेयरिङ गर्ने a प्लस x को पावर n सँग गर्ने है अब यो n भनेको 17 n भनेको 17 a भनेको फर्स्ट टर्म a इक्वल टु x स्क्वायर अनि यो x छ नि यो x भनेको चाहिँ x इक्वल टु माइनस 1 बाई 2x अब यो प्लस थियो भने प्लस मात्रै लेख्नु पर्थ्यो माइनस नाले x इक्वल टु माइनस 1 बाई 2x लेख्नु पर्यो अब हामीलाई थाहा भएको टर्मको चाहिँ के थाहा छ भने नि हामीलाई थाहा भएको चाहिँ tr प्लस 1 को फर्मुला ncr a को पावर n माइनस r x को पावर r भन्ने हामीलाई थाहा छ है यो यसरी लेख्यो भने हामीलाई थाहा छ अब यसले के सोधेको छ हामीलाई 6 टर्म 6 भनेपछि t 5 प्लस 1 गर्नु पर्यो भनेपछि हाम्रो यो 5 चाहिँ r हो अब यही स्टाइलले लेख्नु पर्यो n भनेको 17 c 5 अनि यसको a भनेको कति छ x स्क्वायर अनि यसलाई कति लेख्नु पर्यो हामीले यसको a भनेको कति छ हामीसँग x स्क्वायर अब n माइनस r भनेपछि n भनेको कति भन्छ 17 माइनस 5 हैन 5 अनि यसको b भनेको माइनस 1 बाई 2x को पावर 5 यही हो यसको फर्मुला खाली यति नै जान्नु पर्यो जस्तै यो n भनेको चाहिँ कहाँबाट कति छ 17 c अनि r भनेको चाहिँ हाम्रो यो हुन्छ क्या जहिले पनि एक स्टेप कम हुन्छ नि त यहाँ 6 टर्म हुनाले 5 राख्नु पर्यो अनि हाम्रो a भनेको चाहिँ कति छ a भनेको x स्क्वायर को पावर 17 माइनस 5 n माइनस r हो नि त हैन n भनेको 17 माइनस r भनेको 5 मल्टिप्लाई अब x भनेको त हाम्रो पछाडीको x भनेको माइनस 1 बाई 2x माइनस 1 बाई 2x अनि r भनेको चाहिँ कति हो त 5 हो अब यस पछाडी हामीले यसको भ्यालु निकाल्नु पर्छ यो हामीले रफमा निकाल्दा पनि हुन्छ तर यिनै राखेर जाउँ यो 4 ले के गर्दैन 17cr भनेको फ्याक्टोरियल 17 बाई अब 17 माइनस 5 भनेको डाइरेक्ट लेख्दा पनि हुन्छ फ्याक्टोरियल 12 फ्याक्टोरियल 5 17 बाट 5 गर्दा 80 आयो है अनि x को पावर यसलाई हामीले अब के गर्नु पर्यो 2 यसलाई हामीले घटायौं भने कति हुन्छ 12 अनि यहाँनिर के गर्नु पर्छ यो माइनस छ अब यसको पावर चाहिँ बिजोडी 1 3 5 7 भयो भने त्यो त माइनसै हुन्छ अनि 1 को पावर 5 1 हुन्छ 2 को पावर 5 32 हुन्छ अनि यो x को पावर 5 किनभने यो माइनस 5 चोटी गुणा गर्दाखेरि माइनस नै हुन्छ 1 को पावर 5 1 नै हुन्छ अनि 2 को पावर 5 भने चाहिँ 32 अनि x को पावर 5 हुन्छ यो 5 ले अंशको नि पावर हो यो त हरको पनि पावर हो नि त अब यसको भ्यालु निकालौं है त अब फ्याक्टोरियल 12 छ यहाँ त 17 छ अब यो 70 मा पनि 12 चाहिँ हुन्छ क्या अनि फ्याक्टोरियल 12 अनि बाँकी चाहिँ 13 14 15 16 17 अनि फ्याक्टोरियल 12 राखौं अनि फ्याक्टोरियल 5 भनेको चाहिँ कति हो त अब 1 2 3 4 5 हो क्या अनि x को पावर कति हुन्छ 24 अनि यो माइनस ठिकै छ इन लेखौं 1 बाई 32 x को पावर 5 लेखौं है त अब यहाँनिर क्यान्सल गर्दा चाहिँ ध्यान दिनु पर्यो है फ्याक्टोरियल 12 चाहिँ काट्यो हैन अब
5 तिया 15 यसलाई काट्दियौँ हैन भनेपछि 4 दुना 8 दुना 16 भनेपछि अब बाँकीलाई हामीले मल्टिप्लाई गरौँ हैन कति हुन्छ 13 मल्टिप्लाई 14 मल्टिप्लाई 34 भनेपछि यो माइनसलाई अगाडि ल्याउनु पर्यो माइनस यसलाई 88 अब यसलाई एक्स गरौँ एक्स पावर 24 यसलाई पनि माथि लगेर घटाउँ -5 अनि यो माइनस अगाडि बाई यसको अब 32 भयो है अब यस्तो फर्ममा आयो क्या हैन अब यो यस्तो फर्ममा आयो अब यस पछाडि हामीले यसलाई चाहिँ क्यान्सल गर्नु पर्यो है अब कतिपयले क्याल्कुलेटर चाहिँ यो आफै क्यान्सल गर्छ जस्तै यस्तो टाइपको क्याल्कुलेटर छ भने हैन जस्तै 6188 डिभाइडेड 32 इक्वल टु गर भन्छ यसले आफै क्यान्सल गर्छ क्या 1547 हैन माइनस 1547 बाई 8 अनि x को पावर कति भयो 19 भयो हैन 19 भयो अब हामीले कतिपयले यो क्यान्सल चाहिँ हुँदैन हैन जस्तो हामीले अब त्यसले क्यान्सल गरेर पनि राख्नु पर्ने चाहिँ हुन्छ हैन अब यस्तो किसिमकोमा पुनः देखिन पनि सक्छ हैन जस्तोमा यसमा आउँदैन नि त अब यसलाई आएन भने कस्तो गरौँ भन्दाखेरि जस्तो त यो टेक्निक लगाएको मैले है भाइ बहिनीलाई अब यस्तो भने के गरौँ भने नि यसलाई पहिला 2 ले क्यान्सल गरौँ मनमा नै 2 राखौँ न हैन मनमा नै 2 राखौँ अनि डिभाइडेड बाइ 2 गरौँ यो कति भयो यति भयो फेरि यसको मुनि पनि अब 32 लाई पनि 2 ले डिभाइड गर्दा 16 भयो है यहाँ है त अब फेरि यो त के छ अन्तिममा त जोडी छ फेरि यसलाई डिभाइड गरौँ त जस्तै 3094 डिभाइडेड बाइ 2 गर्यो कति भयो त यो अब 1547 यसलाई 8 भयो अब यो के भयो बिजोडी यो जोडी यो चाहिँ अब काट्दैन नकाटेपछि यसको माइनस 1547 बाइ 8 x को पावर 19 हाम्रो यही स्थानले सबै नै हिसाबहरू गर्नुपर्ने हुन्छ र म अर्को क्लासमा चाहिँ म यसको मिडल टर्म इन्डिपेन्डेन्टहरुको चाहिँ म गर्नेछु यसको लागि केही गाह्रो हुँदैन खाली हामीले यो फर्मुला चाहिँ मजाले याद गर्नुपर्छ र यो फर्मुलाबाट लगाउन जान्यौं भने यो हिसाब सबै नै मिल्ने हुन्छ